हेलो साथीहरू नमस्कार, वेलकम बैक। आज को ब्लग में मैं 2 दिन ब्लग बनाने पाएको थिएन। त्यसरी पनि ठिक छैन, कता होइन। म धेरै दिन भयो बिराम हुन लाग्यो। कोही दबाई खाने सोच्दै भए पनि त्यता अनि काम पनि त्यस्तो व्यवस्था अनि फेरि थोड़ा सरकारी कामहरू परेको छ। यतापट्टि हामी कामको लागि हडताल इन्डियामा सरकारले भन्छन् कि रिहायसी वो बनाओ, रेजिडेन्सी सर्टिफिकेट वा रिहायसी सर्टिफिकेट गर्नुपर्छ भन्ने कुरा आएर हिजो दिनभरि यताउति हाम्रो शहर प्यान्ट कता कता घुमेर बल्ल बल्ल बनाएछ आइनुको नाममा। अनि आज पनि खै त्यस्तै त रिहायसी सर्टिफिकेटहरू अप्लाई गरेको आज बन्ने थियो दिनकै लिएर आयो। अब फेरि आज फेरि एकछिन हेरेको आमाले के काम लानु भएर पिनालु खन्नु, पिनालु गएर पिनालु खनेर त्यो पिनालुको ठाउँमा नयाँ साग रोप्ने भन्नुहुन्छ, भाजी साग। भाजी साग सार्दै हुनुहुन्छ। भिडियो बनाएको थियो आज। इन्डियामा बसेर नेपालको अलिअलि के भन्छ खेतीबारी गर्नुहुन्छ हाम्रो आमाले, त्यही देखाउँछु अलिअलि, त्यही हेर्नु होला। त्यो म आज बाहिर गएर त्यही भिडियो बनाउँदैछु। कोठामा छु, हाम्रो आमाले पिनालु खन्नुहुन्छ अरे। पिनालु खन्ने हेर हेर्नु जरुर छ भाइ तो दिखाना के रे गाडी तो भन्न जरुर छ। देखाएको थोरै छ। सबैले हेर्ने चिज पिनालु बजेको पिनालु। अनि साग पर्नु भयो, साग रोप्नु भयो। पिनालु फालेर साग रोप्ने अरे। किरा गयो बङ्सली। खेतीबारी अझै छ खोल्न। पिनालु करेलाको लास्ट टाइम छ अझै। अब सुको पनि खतम हुन्छ। यहाँ देखेको ठुलो एउटा मैले करेला टिटे करेला यता पनि देखेको थियो। एउटा कता गयो? यहाँ छ। मखनीले कुरेर खन्दा करेला लगाएर पठाइ हुन्छ। मलाई केटा कसरी खन्छन् कसरी उखल्छन्। मेवा पनि ठुल्ठुला भयो। एउटा गए एउटाको मेवा 4टा मेवा भयो। कति खान्छ मेवा? यहाँ पनि छ पिनालु। ये साग, भाजी साग, राइस साग रे गोटेला खान। के त्यही देखेँ भयो मैले चाहिँ। मैले अस्ति नै देखेको थिएँ। ओ हाम्रो मेवामै छोरी आयो, सौमिया। सौमिया ट्युसन पढेर पहलवान। यो तरुल रोप्न, तरुल पनि खन्ने हो माघमा, माघे सङ्क्रान्तिको लागि। यहाँ पनि छ, परि पनि छ। यही छेउमा हो। अस्ति बिहान के गरेछ आज यो कता कता बिउ फर्के गल्दै ठुल्ठुला पनि बस्छ नि। मेरो भुनाको पोत्रे साइकल खाली घरको आँगन दिखाने। आसमान
बादल चाहिँ पानी हान्छ हान्न कालू मोटे शिवम कुमारा सागको बिरुवा सार्न लाग्नु पर्छ दसैँमा खाने हुन्छ खाना चाहिँ दसैँ अनि कहिले हुन्छ त तिहारमा साग खानु भयो निकाल भइसक्यो यहाँ हाम्रामा साग रोप्न यता हेर्नु तपाईँले भिडियोमा हालिदिन्छु म ए यत्रो साग रोप्छन् त बुढा पुरानोको स्टाइल साग रोप्नेको हाम्रो थाहा छैन कसरी रोप्छ ती खन्यो के खन्ने त्यहाँ कोही के छ त्यहाँ बाँदरले चाहिँ के होमिरहने बाँदर कहाँ भन्नु त बिरालु पर्नु भने बाँदर कहाँ आयो अब खन्ने छ त्यहाँ सजिलो भन्छ अब खन्न सब मद्दत गर्छ नि खन्न मद्दत गरेको हो उनीहरूले मद्दत उ गरेको हो खनेको मद्दत गर्नु अनि तर मल हुन्छ साग ठुल्ठुलो हुन्छ अब यत्रो गरेको पात भन्छ सागको चाहिँ बिरालु कुकुरले बजेलाई साग रोप्नु यदि पातलाई बरे अलिक टाढा लगायो भने त नजिक लगायो छाती त खाम्दैन नजिक अब पात फेरि बन्दैन नि पछि पात त ठुल्ठुलो हुन्छ नि छाती त खाम्दैन के हुन्छ हाम्रो आमा साग रोप्न मच्छर त भयङ्कर छ आज एक मुठा हातमा लिनुपर्छ कहाँ कहाँ सार्ने मच्छर लागेर अनि दिउँसो गर्नुहुन्छ दिउँसो थोरै रोप्छन् यो राति मच्छर रोक्दैन मेरो छोरी फेरि स्न्याप बनाउनु लाग्छ यता हेर त स्न्याप अलि ओ म्याउ म्याउ ए हाम्रो चाचा श्री माइजहरू पनि आउनुभएछ पारि दोकानमा बस्नुहुन्थ्यो माइजूहरू तपाईँ डुबेको पुरो ए यहाँ चिल्ली त्यो बिरालु यति चम्का थियो नि मासु देखाउनु मेरो हात बल्ल हान्छ नि हानिहाल्नु आजको यही छ भिडियो आमाले साग रोप्नुभएको थियो अनि तिनीहरू चाहिँ यसो खतम गर्नुभयो भोलि उहाँलाई सब्जी खाने भन्नुहुन्छ अनि साग रोप्नुभयो अब सागको फलेर तयार हुन्छ हिजो दिनभरि यताउति हिँडेको यहीँ झलकिदिनु यहाँ अम्बला बल्लेनगर अम्बला क्याट गएको पहिला यस्तै गरेर पाइन्छ आजकल फेरि मसिनले बनाउँछ फेरि मसिन बनायो 1 महिना होला अनि त्यो मसिन बनाएको भइरहेको छ त्यही भएर फेरि दुबारा टिकट चालु गर्छ यो टिकट हो हिजो हामी दुईजना गएको थियौँ एकजनाको 10 रुपियाँ भाडाको छ 20 रुपियाँ बल्लेनगरबाट अम्बला क्यान्टलाई अनि यो 8 किलोमिटर पर्छ त्यसको 10 रुपियाँ गएर त्यही कागजहरू बनाएर ल्याएर कागजबाट म देखाउन सक्दिनँ भिडियो त्यो चाहिँ इम्पोर्टेन्ट कागज छ अरे नि अब हामी हरियाणाकै बासिन्दे हौँ भन्ने यस्तो कागज बनाएको हो त्यसमा के हुन्छ भनेपछि भोलि भने केटाकेटीहरूलाई स्कुलमा पढ्न उ गर्न प्रब्लम नहोस् भनेर त्यो बनाएको कि अब त्यो बनाउन जरुरी छ त्यो भएन भने फेरि पछि अब जस्तो राम्रो केटाकेटी बच्चाहरूले राम्रो पढेको छ त्यसमा फेरि उ लाग्दैन अरे के जाति भन्छन् स्कलरसिपहरू दिन्न के दिन्न भन्छन् त्यही भएर त्यो बनाउन जरुरी थियो त्यो यो हिजो गएको थियौँ हामी अम्बाला यो टिकट देखाऊ अनि हिजो सर्टिफिकेटको लागि अप्लाई गर्नु गएको थियौँ अप्लाई त के गर्ने हो के नाम भन्छन् चाहिँ
कागजहरू साइन गराउनुपर्छ पटवारीबाट 25-30 गाउँ गएर पटवारी मुखिया जस्तो हुन्छ अनि सरपञ्च भएर एक गाउँको सरपञ्च हुन्छ गएर जस्तो प्रधान भन्छ हाम्रो प्रधानमा साइन गराएर फेरि पटवारी साइन गराएर फर्केर आएर फेरि कम्प्युटर अलाउन गएर फेरि त्यसलाई फेरि अगाडि फिडब्याक दिएर गएर सबमिट गरेर जो पिस भन्छ दिएर आएको थियौँ अनि फेरि बिहान मेसेज आएर फोनमा कि तिम्रो काम भने निकाल डाउनलोड गर भन्ने फेरि आज गएर अनि दिउँसो गएर त्यो निकालेर ल्याऊ त्यो किन निकाल्यो त्यो बनाउन पनि अर्जेन्ट त्यसैले पऱ्यो कि ठुलो छोरी अलिक पढ्छ राम्रो अब आजभन्दा 4-5 साल पहिला पनि त्यस्तै अब राम्रो पढाइ गरेको अनि बाहिर गएर पेपर दिन स्कलरसिप ल्याएको थियो स्कलरसिप त उसले पाएको थियो यस्तो आयो भने सरकारले कि स्कलरसिप अगर बच्चाहरू राम्रो पढ्छ स्कलरसिप लिने भए रिहाइसी सर्टिफिकेट हुन जरुरी छ भन्ने भयो रिहाइसी सर्टिफिकेट भनेर हरियाणाको एक बासिन्दा यानि कि पक्का बासिन्दा जस्तो त हुन्न होला मेरो हिसाबमा यो हुन्छ कि अब 80 वर्षदेखि हरियाणामा बस्छ यो ठाउँमा बस्छ 30 वर्ष भयो भनेर लेखाइदिन्छ अनि अगाडि फेरि गभर्मेन्टकोमा गएर पोर्टलमा गएर त्यहाँ आएर फेरि बनेर आन्छ यता फेरि हाम्रो कम्प्युटरबाट डाउनलोड गरेर प्रिन्ट आउट गरेर निकालेर राख्नुपर्छ अब केटाहरूले यस्तो चिज लाग्यो भने स्कुलमा त्यो देखाएपछि छिटो बन्छ अनि इन्कम सर्टिफिकेट पनि बन्ने भन्छ एउटा इन्कम सर्टिफिकेट पनि हुन्छ त्यो मैले पहिल्यै बनाएको थिएँ सबै चाहिन्छ आजकल यहाँ इन्डियामा पनि त्यही भएर अब बनाउन दिनु थियो धेरै दिनदेखि भागिरहेर अब काम खतम भयो यस्तो भोलि कस्तो हुन्छ त आजको ब्लग यहीँसम्म थियो 2-3 दिनको ब्लग राम्ररी बनाउन पाएको थिएन आजको यहीँको ब्लग जो पनि हो हेर्नुभयो मनपर्छ भने भन्नु होला लाइक सेयर गर्नु होला कमेन्ट पनि गर्नु सब्सक्राइब गरिदिनु होला नयाँ जोड्नु भएको छैन च्यानल अगाडि ग्रो गर्छ कि च्यानल त बढेकै छैन अलिकति चलो ठिकै छ ल हुन्छ फेरि आजको लागि यति नै अब भोलि या पर्सि जहिले पनि मेरो ब्लग बनाउने समय लाग्छ ब्लग बनाएर अपलोड गर्छु तबसम्मको लागि बाई बाई बिदा